ओके, अब आजको भिडियोमा इन्ट्रो राखिन होइन। म्याचमा कुरा गर्नुपर्ने धेरै कुराहरू छ, तर सबै नेगेटिभ पोइन्ट्सहरू छ होइन। नेगेटिभ एस्पेक्ट अफ द गेमहरू मात्रै छ है। पोजिटिभ एस्पेक्ट चाहिँ खासै केही पनि देखिनँ है। सो भिडियो सुरु गरौँ। मलाई चाहिँ एउटै मात्र कुरा भन्न मन लाग्यो, द्याट चौटा खान गएको बुढी झोलमा डुबेर मरि भने जस्तै भयो क्या आज रुबिन अमोरिमलाई होइन। युरोपा लिगको फिक्चर्समा चाहिँ हाम्रो आन्द्रे ओनानाले ब्लन्डरमाथि ब्लन्डर गरेपछि चाहिँ उसले आज ओनानालाई ड्रप गरेर आल्ते बाइन्दिरलाई फिल्डमा ल्याएको थियो होइन। आल्ते बाइन्दिरले पनि उस्तै नै पर्फर्मेन्स दियो है। अब हरेक क्रिटिसिजम, सबै क्रिटिसिजम चाहिँ उसलाई मात्र जाँदैन होइन। आजको गेमको रिजल्ट चाहिँ यस्तो हुनुमा चाहिँ हाम्रो होल टिमलाई नै जान्छ होइन। महाकसम यस्तो लाग्छ कि म्यान्चेस्टर युनाइटेड र स्पर्सलाई त यो सिजन त कुन मान्छेले सरापै हाले जस्तो चाहिँ पर्फर्मेन्स दिइरहेछ क्या आजको सिजन चाहिँ। यो सिजन चाहिँ दुवै टिमले होइन। सो अब गेमको कुरा गरौँ है। लाइनअप हेर्दाखेरि चाहिँ अलिकति इन्ट्रेस्टिङ थियो आजको लाइनअप, जसमा गएर आन्द्रे ओनाना चाहिँ ड्रप भएको थियो भने आल्ते बाइन्दिर गोलकिपिङ डिपार्टमेन्टमा थियो भने हाम्रो एज अ लेफ्ट विङ ब्याक चाहिँ ह्यारी एमासले चाहिँ आज चान्स पाएको थियो होइन। नो डाउट ह्यारी एमास इज अ गुड प्लेयर अनि उसलाई चाहिँ आजको चाहिँ यति ठुलो गेममा चाहिँ अन्डर द ब्रस चाहिँ थ्रो गरियो होइन। अब अलिकति हाई प्रेसर दिने खालको गेममा चाहिँ सिधै इन्ट्रोड्युस गराइयो होइन। तर त्यो प्रब्लम भएन, उसले चाहिँ राम्रो खेलेर गयो है। तर बाँकी कुरा गर्ने हो भने बाँकीको टिम मेम्बरहरू चाहिँ आज एकदमै पुवर खेलेर गयो होइन। जसमा चाहिँ सबभन्दा वाहियात खेलेको चाहिँ मलाई डिएगो डालो लाग्यो होइन। अब न्युक्यासल युनाइटेडले चाहिँ म्यान्चेस्टर युनाइटेडलाई बारम्बार रिलेन्टलेस प्रेसिङ, रिलेन्टलेस चाहिँ दबाब दिइरहेको थियो आजको गेममा होइन। सो म्यान्चेस्टर युनाइटेड चाहिँ अलिकति ट्रान्जिसन बेस्ड फुटबल खेल्न खोजिरहेको थियो आज, किनभने न्युक्यासल युनाइटेड चाहिँ अलिकति मैले प्रिभ्यू भिडियोमा भने जस्तै के अरे आफ्नो हाफमा बढी बल राखेर खेल्न रुचाउँछ भने जस्तै त्यो चाहिँ आज भएन होइन। म्यान्चेस्टर युनाइटेडलाई चाहिँ कम्प्लिटली बम्बार्ड गरिरहेको थियो हाम्रो फाइनल थर्डमा होइन। हाम्रो फाइनल थर्डको टचेसहरू हेर्ने हो भने पनि 10भन्दा बढी छैन होला क्या होल म्याचमा होइन। जसमा चाहिँ अब उनीहरूको हेर्ने हो भने 30-35 चाहिँ मिनिमम छ जस्तो चाहिँ मलाई लागेछ होइन। मैले गेम हेरिसकेपछि चाहिँ स्ट्याट्सहरू चाहिँ हेर्दिनँ, कहिले पनि हेर्दिनँ होइन। तर यसो पोजिसन बेस्ड फुटबल खेले जस्तो चाहिँ लागेन मलाई आज न्युक्यासल होइन। पोजिसन चाहिँ बराबर नै थियो जस्तो लाग्यो। तर बाँकी एस्पेक्ट अफ द गेमहरूमा चाहिँ म्यान्चेस्टर युनाइटेडलाई कम्प्लिटली डोमिनेट गरे क्या आज न्युक्यासल युनाइटेडले होइन। कसरी भन्नुहुन्छ भने न्युक्यासल युनाइटेड हरेक लुज बल्सहरूको लागि गइरहेको थियो। उनीहरूलाई थाहा थियो द्याट उनीहरूको मिडफिल्ड एकदमै स्ट्रङ छ होइन। जोलिङटन र सान्द्रो टोनानीले चाहिँ सम्हालिहाल्छ होइन। हामी बाँकी एस्पेक्ट अफ द गेमहरूमा चाहिँ डोमिनेट गरौँ उनीहरूलाई भनेर ढुक्क भएर खेलिरहेको थियो क्या। म्यान्चेस्टर युनाइटेडलाई बेसिक फुटबल खेल्न नै आउँदैन कि। बल रोकेर चाहिँ ठ्याक्कको पासलाई चाहिँ ठिक्कको बल टच गरेर राख्ने आफ्नो खुट्टामा अनि पास रिलिज गर्ने, यति कुरा गर्न आउँदैन क्या। म्यान्चेस्टर युनाइटेडको हरेक प्लेयर्सहरूलाई चाहिँ अलिकति जुन त्यो लिमिटमा टच गर्ने बल भन्ने हुन्छ त्यो चाहिँ अलिकति आइडिया नै छैन जसरी खेल्छ क्या। हरेक टचेसहरू चाहिँ ओभर टच भइरहेछ क्या होइन, हेभी टचहरू भइरहेछ। त्यही कारणले गर्दाखेरि नै म्यान्चेस्टर युनाइटेडले धेरै नै बल लुज गर्ने है। सो अब यसरी चाहिँ आज गेममा पनि धेरै नै हेभी टचेसहरू थियो होइन, जसमा गएर म्यान्चेस्टर युनाइटेडले ग्राउन्ड डुएल्सहरूको लागि पनि खासै गएन। अनि अझै एउटा के अरे न्युक्यासल युनाइटेडको चाहिँ अलिकति बेनिफिटको कुरा के भयो भने उनीहरूले चाहिँ हाम्रो प्लेयरलाई प्रेसिङ गर्दाखेरि चाहिँ 2-3वटा प्लेयरहरूले चाहिँ एकैचोटि प्रेसिङ गरेर आइसोलेट गरेर चाहिँ बल खोज्थ्यो। जसमा म्यान्चेस्टर युनाइटेडको प्रेसिङ गर्ने स्टाइल के हो भने रिलेन्टलेस प्रेसिङ त गर्छ म्यान्चेस्टर युनाइटेडले, त्यो राम्रो पोइन्ट हो होइन। तर अलिकति स्ट्रक्चर्ड भएर प्रेसिङ गर्यो भने चाहिँ राम्रो हुन्थ्यो होइन। अब प्रेसिङ गर्न जान्छ, वाइड स्पेसेसहरू चाहिँ बाँकी पछाडि छोडेर जान्छ अनि त्यसरी अनि त्यो वाइड स्पेसेसहरूमा चाहिँ बल रिलिज गरिदिइहाल्यो ओपोनेन्टले भने म्यान्चेस्टर युनाइटेडको डिफेन्स चाहिँ पुरै एक्सपोज भएर जान्छ क्या। सो यसरी प्रेसिङ गरेर होइन, जुन त्यो डाइरेक्सनलेस प्रेसिङहरू गरेर फुटबल खेलेर चाहिँ म्यान्चेस्टर युनाइटेडको चाहिँ रिजल्ट चाहिँ राम्रो आउँदैन जस्तो मलाई लाग्छ है। मैले लेखेरै दिन्छु। अब जे हुनु भइसक्यो होइन। अब म्यान्चेस्टर युनाइटेडको यो सिजन चाहिँ प्रिमियर लिग सुरु भएदेखि हिस्ट्रीमै सबैभन्दा लोएस्ट पोइन्ट्स ट्याली हुन्छ होला यो सिजन चाहिँ मलाई लाग्यो होइन। अब अल्दो एक पोइन्ट आएपछि चाहिँ हामीले चाहिँ रेलिगेसनलाई चाहिँ अभोइड गर्ने रहेछौँ होइन। इप्सविच टाउनले चाहिँ भेडाउन नसक्ने रहेछ एक पोइन्टको लागि। एक पोइन्ट पाएपछि चाहिँ होइन, एक पोइन्ट पाएपछि उनीहरूले सबै गेमहरू जिते पनि हामीसँग पोइन्ट्स ट्याली हुन्छ, तर गोल डिफरेन्सको आधारमा चाहिँ हामी सेभ हुन्छौँ जस्तो चाहिँ मलाई लाग्छ होइन। सो अब यसरी चाहिँ म्यान्चेस्टर युनाइटेडले आज गेम चाहिँ वाहियात खेलेर गयो। सबै नेगेटिभ पोइन्ट्सहरू छ क्या, पोजिटिभ पोइन्ट
भनेको त्यही ह्यारी एमएसको अलिकति राम्रो पोइन्ट्स थियो, पर्फर्मेन्स डेलिभर गर्यो भन्ने मात्रै छ होइन। बाँकी नेगेटिभ एस्पेक्ट अफ गेमको कुरा गर्नुहुन्छ भने हरेक ग्राउन्ड डुएल्सको लागि चाहिँ हामी अलिकति सफ्ट नै थियौँ होइन। त्यसपछि गएर हामीले एरियल डुएल्स त ट्राई नै गरेनौँ, पुरै कम्प्लिटली ट्रान्जिसन बेस्ड फुटबल खेल्न खोज्यौँ आज होइन। कुनै जित्ने होइन अनि प्रेसरहरू दिने ट्राई नै गरेनौँ। त्यसपछि गएर आजको गेममा चाहिँ हाम्रो भिक्टर लिन्डेलफबाट हाम्रो डिफेन्सिभ सोलिडारिटी पनि देखिएन। मैले प्रिभ्यू भिडियोमा नि भनेको द्याट भिक्टर लिन्डेलफ इज नट एज गुड एज ह्यारी म्यागवायर इन टर्म्स अफ प्रोभाइडिङ सोलिडारिटी टु आवर डिफेन्स होइन। त्यसपछि गएर डिएगो डालो एकदमै वाहियात खेलिरहेको थियो आजको गेममा। अनि सब्स्टिट्युट गर्ने बेलामा नि मेसन माउन्टहरूलाई इन्ट्रोड्युस गर्ने बेलामा चाहिँ हाम्रो क्रिस्चियन एरिक्सनलाई निकालेर चाहिँ गरेको भए हुन्थ्यो। हाम्रो कति 52-53 मिनट कति मिनटमा आज सब्स्टिट्युट गरेको थियो 3वटा होइन, अर्ली नै सब्स्टिट्युट गरिरहेको थियो, त्यो ठिक थियो। तर क्रिस्चियन एरिक्सनलाई निकालेर चाहिँ गरेको अनि त्यसपछि गएर उगार्तेलाई चाहिँ ब्रुनोसँग पेयर अप गरेर ठिक्क मिड ब्लकमा खेलेको भए चाहिँ अलिकति डिफेन्समा चाहिँ अलिकति सोलिडारिटी आउँथ्यो होला र यत्रो धेरै 4 गोल चाहिँ खाइन्न जस्तो चाहिँ मलाई लाग्थ्यो होइन। अब लुक्स पनि फिल्डमा आएको रहेछ, मैले थाहा पाइनँ कति बेला कसलाई लिएर आयो, कसको ठाउँमा चाहिँ लिएर आयो, तर उसले चाहिँ ठिकठाकै खेल्यो, बाँकी प्लेयरहरूले ठिकठाकै खेल्यो। जोसुआ जग्जीले राम्रै खेलिरहेको थियो अन्टिल हि वाज इन द पिच होइन, तर उसको चाहिँ ह्यामस्ट्रिङ पुल भएको छ होइन। उसले खुट्टा समातेको देख्दाखेरि चाहिँ थाहा हुन्छ द्याट उसको ह्यामस्ट्रिङ पुल भयो। अब ह्यामस्ट्रिङ पुल भइसकेपछि चाहिँ हाम्रो अट्याकिङ अप्सन चाहिँ झन् पातलिँदै गएको छ। अब आजको गेममा चिडो भाइलाई चाहिँ ट्राभलिङ स्क्वाडमा नै थिएन। अब के कारणले थिएन त्यो मलाई थाहा भएन होइन। अब एलेहान्ड्रो गार्नाचो चाहिँ राम्रै खेलिरहेको थियो जस्तो लागिरहेको थियो मलाई होइन। अनि त्यसपछि गएर सब्स्टिट्युटहरू गर्ने बेलामा चाहिँ माउन्टलाई चाहिँ के अरे गार्नाचोको ठाउँमा भन्दा पनि उसको हाम्रो के अरे क्रिस्चियन एरिक्सनको ठाउँमा चाहिँ लिएर आउँछ जस्तो लागिरहेको थियो। तर सब्स्टिट्युट हेर्दाखेरि चाहिँ वाट द हेल इज दिस भने जस्तो भयो क्या होइन। अब माउन्टलाई चाहिँ अगाडि नै खेलाइन्थ्यो होइन। गार्नाचो अलिकति केही न केही थ्रेड क्रिएट गर्छ कि भन्ने जस्तो लागिरहेको थियो। तर यसरी चाहिँ उसले अब रुबेन अमोरिमले के सोच्यो, किन उसलाई चाहिँ सब्स्टिट्युट गरायो, त्यो अब उसको पार्टको कुरा हो होइन। आजको गेमलाई चाहिँ सरसर्ती हेर्ने हो भने यो म्यान्चेस्टर युनाइटेडको टिमलाई 4 गोल मात्र होइन 40 गोल हानेको भए नि केही फरकै पर्दैन थियो जसरी खेलिरहेको थियो आजको टिम म्यान्चेस्टर युनाइटेडको टिम होइन। सो अब यसरी खेलेर चाहिँ हुँदैन होइन। अब थर्सडेको गेममा केही न केही गरेर लियनको एगेन्स्टमा चाहिँ स्क्रैप गरी रोई कराई भयो नि केही रिजल्ट आयो भने चाहिँ म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुग्छ होइन। त्यसपछि चाहिँ दुईवटा गेम चाहिँ मजाले 100% होइन। त्यसपछि गएर रिलेन्टलेस भएर चाहिँ आफ्नो 100% दिएरै खेल्यो भने केही होला, नत्र भने म्यान्चेस्टर युनाइटेडको सिजन चाहिँ कम्प्लिटली टर्न अफ भइसक्यो भन्दा पनि केही फरक पर्दैन। अब नेक्स्ट सिजन हामीले म्यान्चेस्टर युनाइटेडले खेल्ने भनेको त्यही एफएको डोमेस्टिक लिग हो, दुईवटा त्यो एफए कप र काराबाओ कप मात्र खेल्ने हो जस्तो चाहिँ यसलाई फिल हुन लागिसक्यो होइन। सो अब यसरी म्यान्चेस्टर युनाइटेडको म नयाँ फ्यान भइसकेपछि मैले चाहिँ म्यान्चेस्टर युनाइटेडको ग्लोरी डेजहरू देखेको छैन होइन। म्यान्चेस्टर युनाइटेडले उचालेको कपहरू देखेको भने त्यही एउटा जोजे मोरिनोको टाइममा युरोपा लिग उचालेको थियो अनि एफए कप र त्यही एउटा काराबाओ कप उचालेको मात्रै देखाएको छु, त्योभन्दा धेरै देखाएको छैन होइन। सो अब यसरी म्यान्चेस्टर युनाइटेडको न्यू फ्यान्सहरूले चाहिँ नराम्रो खेल्थ्यो म्यान्चेस्टर युनाइटेड थाहा छ होइन। तर यति साह्रो आजको गेम जस्तोसम्मको नराम्रो चाहिँ खेलेको चाहिँ देखेको थिइनँ क्या। हो इम्प्रुभमेन्ट भइरहेछ होइन, तर कस्तो कस्तो सेक्टरहरूमा चाहिँ कति हदसम्म चाहिँ इम्प्रुभमेन्ट भइरहेछ अथवा कति हदसम्म चाहिँ इम्प्रुभमेन्ट गर्नुपर्ने छ भनेर चाहिँ आजको गेमले देखाउँछ क्या म्यान्चेस्टर युनाइटेडलाई होइन। सो अब यसरी चाहिँ हरेक कुराहरूलाई डाइसेक्ट गरेर पनि सकिँदैन, भिडियो पनि एकदमै लामो हुन्छ होइन। मैले चाहिँ अब यति भन्दै चाहिँ यसरी चाहिँ निराशाजनक प्रदर्शन देखाएको हुँदाखेरि चाहिँ मैले चाहिँ अलिकति डिसस्याटिस्फाइड भएर आज भिडियो बनाउनु पऱ्यो होइन। यतिसम्म डिसस्याटिस्फ्याक्सन चाहिँ केही कुरामा नि मिलेको थिएन क्या। मैले हरेक कामहरू गर्दाखेरि चाहिँ बिग्रिन्छ होइन, तर पनि यतिसम्म चाहिँ डिसस्याटिस्फाइड अनि यतिसम्म चाहिँ स्याड फिल चाहिँ भएको थिएन जति चाहिँ आज म्यान्चेस्टर युनाइटेडको गेम देखेर चाहिँ भयो होइन। आई होप यो चाहिँ चाँडै चेन्ज हुन्छ होइन। कहिलेसम्म चाहिँ कालो बादल छाएर बस्ला र कहिले न कहिले त आकाश खुल्ला होइन, घाम फेरि फर्केर आउला भन्ने हुन्छ होइन। आई होप त्यो दिन चाहिँ छिटै नै आओस् र आजको भिडियोलाई चाहिँ यहीँ भन्दै यहीँ टुङ्ग्याम होइन। अब जति कुरा गर्यो दुःख जति पोख्यो जति बाँड्दै गयो भने चाहिँ सकिँदै जान्छ दुःख भन्छन् होइन। तर म चाहिँ त्यसरी सोच्दैन होइन। आफ्नो दुःख आफैसँग छ, आफ्नो मनमा
के चल्दैछ होइन के भएको छ आफ्नो मनमा भनेर अरू पराई मान्छेले कसैले पनि थाहा पाउन सक्दैन होइन यो म्यान्चेस्टर युनाइटेडको फ्यान्सहरूको चाहिँ कलेक्टिभ चाहिँ दुःख हो पेन हो होइन सो यसलाई चाहिँ म्यान्चेस्टर युनाइटेड एज अ फ्यामिली अथवा एज अ कम्युनिटी चाहिँ हामीले यो नराम्रो पिरियडहरूलाई चाहिँ जसरी भए पनि सर्भाइभ गर्नै पर्छ होइन सो द्याट वी क्यान सी द बेटर डेज कमिङ फर म्यान्चेस्टर युनाइटेड अब यति भन्दै भिडियोलाई चाहिँ यहीँ टुङ्गाम होइन नेक्स्ट भिडियोमा भेटौँला टिल देन किप वाचिङ म्यान्चेस्टर युनाइटेड